हेलो एभ्रिवान, आज चाहिँ म यहाँ पनिर बिरयानी बनाउँदैछु। त्यसको लागि कुकरमा मैले तेल राखिसकेकी छु। काटेर पनिर काटिसकेपछि पनिर फ्राई गर्नको लागि यहाँ मैले तेल तताइरहेको छु। प्याज पाकिसकेको छ। हाम्रो तेलमा प्याज भुटिसक्यो। अब त्यसमा थोरै गाजर आफूलाई जति मनपर्छ, कतिजनाले खाने त्यस्तो हुन्छ। गाजरलाई चाहिँ अलिकति पाक्न दिने हल्का। यो हल्का पाकिसकेपछि अब हामी यसमा क्याप्सिकम राख्नु पऱ्यो। अब यसलाई पनि अलिकति पाक्न दिने। अनि म एउटा खुर्सानी हालेपछि स्वादको लागि अब यसलाई एकछिन ढाकेर पकाउने। यता पनिरको लागि चाहिँ तेल तातिसकेको छ। अब हामी सब पनिर फ्राई गर्छौँ। अनि काटेर अलि राखिसकेको छ। पनिर पाकिरहेको छ। देख्न सक्नुहुन्छ। यसलाई कलर चेन्ज हुन्छ पकाउने, फ्राई गर्ने। अब आलु पनि रेडी गर्ने। अब यसलाई पाक्न छोड्दिएर अब टमाटर काट्न लाग्ने। टमाटर काटेर राख्ने। अब यता हाम्रो पनिर रेडी भइसकेको छ। लगभग पाकिरहेको छ। अब हामी यसमा टमाटर एड गर्छौँ। टमाटर एड गरेर अब यसमा हामी नुन, बेसार अनि बिरयानी मसला राख्छौँ। बेसार, नुन अनि मसला एड गर्छौँ। बिरयानी भेज मसला स्वाद अनुसार। यता हाम्रो पनिर पाकेर रेडी भइसकेको छ। अब हामी पनिर पनि एड गर्छौँ। पनिर अब हामी यसमा चामल एड गर्छौँ। चामल राखेपछि यसमा चामल एड गरेर अब मैले यसलाई मिक्स गर्दैछु। अब यसमा ठिक्क मात्रामा पानी हालेर चाहिँ अब यसलाई सिटी लगाइदिन्छौँ। हाम्रो पनिर पुलाउ, पनिर बिरयानी जे भने पनि यही हो गाइस रेडी भएको छ। अब हामी खान्छौँ यसलाई।